बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 ठाकुरद्वारामा निर्माणाधीन थारू संस्कृति झल्कने खालको मूर्ति निर्माणमा विवाद भएको विषयले चर्चा पाएसँगै यस विषयमा कुराकानी गर्दा समुदायमा भ्रम सृजना गरेको ठाकुरबाबा नगरपालिकाका उपमेयर बिना कुमारी भट्टराईले बताउनु भएको छ। थारू संस्कृति झल्कने खालको मूर्ति निर्माणमा विवाद हुँदा एक साता अघि बन्दै गरेको मूर्ति तोडफोड भएपछि कुरा नबुझी समुदायमा भ्रम सृजना गरी तोडफोड भएको उपमेयर भट्टराईले बताउनुभयो। शालिक र मूर्ति अलग विषय हो। प्रतीकात्मक सांकेतिक तस्बिर लिएर थारू संस्कृति झल्कने खालको तस्बिर बन्दै थियो तर तोडफोड गरियो उहाँले भन्नुभयो। उहाँले शालिक र मूर्ति बीचमा फरक भएकोमा शालिक नभई पर्यटकीय क्षेत्रमा झण्डै 54% थारू बाहुल्यता भएको पालिकाभित्र थारू समुदायको संस्कृति झल्काउने उद्देश्यले सङ्घीय सरकारको बजेटबाट मूर्ति निर्माण गर्न लागेकोमा आवेशमा आएर मूर्ति तोडफोड हुनु दुःखद भएको उहाँले बताउनुभयो। ठाकुरद्वारामा निर्माणाधीन थारू संस्कृति झल्कने खालको एक साता अघि मूर्ति निर्माणमा विवाद भएको विषयले चर्चा पाएसँगै यस विषयमा कुराकानी गर्दा समुदायमा भ्रम सृजना गरी तोडफोड भएको बताउँदै चित्त नबुझेमा रचनात्मक सुझाव दिनुपर्नेमा तोडफोडमा उत्रिनु दुःखद भएको उहाँले बताउनुभयो। यसैबीच ठाकुरबाबा नगरपालिकाका उपमेयर बिना कुमारी भट्टराईसँग विशेष कुराकानी गरेका छौं। स्वागत छ। धन्यवाद। यो ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 ठाकुरद्वारामा एउटा थारू चोक निर्माण गरिएको ठाउँमा संस्कृति झल्कने मूर्ति बनाउँदै गर्दा विवादित भएर तोडफोड भयो। अहिले विवादित विषय चाहिँ सामाजिक सञ्जालमा छरिएको छ, यस विषयमा प्रश्न पारिदिनुस् न। हजुर, धन्यवाद सर्वप्रथम त यो विषय उठानको लागि। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 मा यो शहरी विकास मन्त्रालयको संघीय यो कार्यान्वयन इकाइ नेपालगञ्जबाट यो बस्ती विकास कार्यक्रम भनेर गत वर्ष पनि थियो र यो वर्ष पनि त्यो कार्यक्रम छ। अनि बस्ती विकासको कार्यक्रम अन्तर्गत त्यो पश्चिम टोल अलिकति निकुञ्जसँग जोडिएको, त्यसपछि ठाकुरद्वाराको एउटा पर्यटकीय पालिका हुँदै गर्दाखेरि त्यो अलिकति पर्यटक धेरै त्यहाँ जाने ठाउँ हुँदाखेरि धेरै किसिमले त्यसलाई थारू संस्कृतिको एउटा प्रवर्धन गर्ने किसिमले त्यो टोललाई विकास गर्नुपर्छ भनेर पहिलो वर्षको कार्यक्रम कहाँ गर्ने भनेर यकिन थिएन। अनि त्यो टोलबाट कार्यक्रम सुरु गर्नुपर्छ भनेर पहिलो वर्ष त्यो टोललाई अलिकति व्यवस्थित बनाउनुपर्छ। साँगुरा बाटोहरू थिए, त्यहाँ एकैनासको घरहरू बनाउने, बाटोहरू बनाउने भन्ने किसिमले पहिलो वर्ष प्लान गरियो। अब धेरै जसोको पक्की घर भइसकेको हुनाले घरको संरचना बनाउन नसके पनि व्यवस्थित टोल बनाउनुपर्छ भन्ने हिसाबले त्यहाँ नालीहरू बन्ने, बाटो स्तर उन्नति गर्ने कामहरू भयो र पुरानो एउटा धरमभकारीको ठाउँमा एउटा राम्रो त्यहाँ थारू संस्कृति कल्चर देखाउने, सानो भए पनि घर बनाउने भन्ने हिसाबले त्यो घर निर्माणको काम भएको थियो। यस वर्ष पनि फेरि त्यो कार्यक्रम निरन्तरता थियो र यो वर्ष के कार्यक्रम गर्न सकिन्छ भन्दाखेरि त्यही कार्यक्रमलाई नै निरन्तरता गर्ने, जहाँसम्म नाली बनाइएको छ त्यो नालीलाई पूरा गर्ने, सांस्कृतिक घरमा अलिकति कामहरू बाँकी थियो घरलाई पूरा गर्ने र त्यसपछि त्यो हाम्रो यो वर्ष नै एकजना गाइड भाइको गैंडाले आक्रमण गरेर मृत्यु भएको थियो, पहिलो गाइड पनि हो, उसको सम्झना पनि हुन्छ र अब हामीसँग नगरपालिकामा हात्ती छ, बाघचोक छ, गैंडाको एउटा माउ बच्चाको स्ट्याचु पनि बनाउन पाए सम्मान पनि हुन्थ्यो भनेर त्यो पनि गर्ने भन्दै गर्दाखेरि अनि त्यसपछि अलिकति अझै थोरै बजेट बच्छ कि जस्तो भइसकेपछि त्यो पहिला नै हामीले थारू चोक भनेर बनाएका थियौं। त्यो कंक्रिटको थियो र त्यसको खासै फर्मा पनि थिएन, मूर्तिकारले धेरै मेहनत गरेर बनाउनु भएको र अलिकति कंक्रिटको चाहिँ फिनिसिङ त्यति राम्रो आउँदो रहेनछ। फिनिसिङ राम्रो नआइसकेपछि बिचमा खुइलेको पनि थियो, रङ रोगन पनि गरियो र अलिकति त्यो मूर्तिलाई चाहिँ अलिक भित्रपट्टि लगेर राख्ने थियो देखिने ठाउँमा एउटा थारूको जुन यहाँको मेन गरेर अब बस्ती भनेको देशौरी थारूको हो, अलिकति राम्रो खालको फाइबरको मूर्ति बनाएर यसलाई लाइट साइट राखेर छाना साना राखेर लाइट राख्न पाएको भए अझै राम्रो हुन्थ्यो। यसरी अब त्यो मूर्तिलाई फाइबरको भएको भए सच्याउन मिल्ने, फेरि त्यसलाई कंक्रिटको नमिल्ने भएपछि यस्तो गरौँ न त अलि बचेको पैसा किन फिर्ता गर्ने भन्ने हिसाबले प्लान गरियो र हामीले यस्तो यस्तो गरौँ भनेको। त्यसपछि उहाँहरूबाट नै ठेक्का खोल्नु भयो, ठेक्का खोलिसकेपछि ठेक्का पर्यो, ठेक्का परिसकेपछि अन्य कामहरू चाहिँ सुरु गर्नुभयो। अनि थारू मूर्ति कस्तो बनाउने भन्ने विषयमा सोध्न आउनु भएको थियो एउटा पालिकामा। अनि त्यो देशौरी थारूको बनाउने हो। थारूहरू पनि धेरै थरीको छन्, राणा थारू छन् हाम्रो यहाँ, अब यहाँ हेर्दाखेरि दङ्गा थारू, देशौरी थारू, अब थारू संस्कृति भनेर कहीँ हामी गुगलमा हेर्यौं भने फेरि यता पूर्वको थारूको पनि आउँछ, फरक फरक छ। तर त्यहाँको चाहिँ देशौरी थारूको हो। अनि यस्तो यस्तो ड्रेसअप हुन्छ, यस्तो यस्तो कपडा हुन्छ र अलिकति शारीरिक बनावट पनि थारूहरूको अलिकति छरितो खालको हुन्छ, महिलाहरूको होइन त्यस्तो खालको हुन्छ, अलि हेर्दाखेरि पनि आकर्षक हुने खालको बनाउने भनेर त्यस्तो कुनै उ छ कि भनेर हेर्दाखेरि हामीसँग त्यस्तो फोटोहरू पनि थिएन यहाँ। अनि गुगलमा भेटिहाल्छ नि भनेर गुगल सर्च गरेर त्यसपछि त्यो फोटोहरू खोज्दै गयौं। खोज्दै जाँदाखेरि धेरै फोटोहरू, धेरै थरीको फोटोहरू छ, तर पूर्ण कदको त्यो चाहिँ ढकिया बोकेको जुन हामीले परिकल्पना एउटा सोच्नु त पर्यो नि कस्तो बनाउने भनेर। अनि ढकिया अनि सबै थारूको गर गहना अनि
वास्तविक त्यो चाहिँ ड्रेस अप लगाएको एउटा फोटो भेटियो। अनि त्यो फोटो भेटिसकेपछि फेसबुकमा भएको फोटो यतातिरको हुनुपर्छ भन्ने मलाई लाग्थ्यो, तर यही घरको हो भन्ने चाहिँ त्यो उसलाई चाहिँ मैले चिनेन। अब फोटोले सबै मान्छेलाई चिनिँदैन। त्यसपछि यो यस्तै खालको यही ड्रेस यही वेशभूषा यस्तो खालको आउने किसिमले चाहिँ यो मूर्ति चाहिँ यसरी बनाउने हो है भनेर त्यो कल्चर जुन एउटा कन्सेप्ट मात्रै दिएको हो। उसैको मूर्ति बनाउने भनेको पनि होइन। त्यो फोटो राम्रो फोटो लाग्यो, फोटोहरू छान्दै गर्दाखेरि त्यो फोटो राम्रो लाग्यो र यो सिङ्गो मान्छे यसरी उम्बिएको, ढकिया बोकेको, गहना लगाएको, यो थारू ड्रेस लगाएको यस्तो खालको फोटो चाहिँ बनाउनु होला। यो खालको फोटो भनिसकेपछि ठेकदार साहब यहाँबाट जानुभयो। अनि उहाँ गइसकेपछि उहाँले अब काम गर्ने मान्छे खोज्नुभयो। अनि उहाँले पनि अब यस्तो खालको फोटो अनुसारको मूर्ति बनाउनु पर्छ भनेर अब मूर्तिकार कहाँबाट खोजेर लिएर आउनुभयो। बनाउँदै हुनुहुँदो रहेछ र त्यहाँ भर्खरै माटोको एउटा फर्मा भनौँ न, माटोको संरचना मात्रै तयार हुँदै थियो। त्यो पुरा मूर्ति बनिसकेको पनि होइन। एउटा मूर्तिकारले मूर्ति बनाउन कति दिन लाग्दो रहेछ भनेर हामीले गत वर्ष नै यहाँ गरेका छौँ। यहाँ हाम्रो देवीराम चोकको मूर्ति बनाउन, पहिलाको थारू चोकको मूर्ति बनाउन पनि धेरै निकै लामो समय लगाउनु भएको थियो। अनि अहिले चाहिँ त्यही बनाउनु भएको रहेछ। त्यहाँ फेरि म त्यो बन्न लागेदेखि हेर्न पनि गएको थिएन, मलाई थाहा पनि थिएन कस्तो बन्दैछ भनेर। त्यो फोटो कन्सेप्ट मात्रै दिएको थियो, उदाहरणका लागि सांकेतिक। त्यो फेरि उहाँको शालिग बनाउने, उहाँको मूर्ति बनाउने भनेर जुन अलिकति उहाँहरूलाई त्यो कुराहरू भनिएको छ त्यो चाहिँ होइन। त्यो चाहिँ फोटोमा जुन उहाँले लगाएको गर गहना ड्रेसअपहरू यहाँको थारू संस्कृतिसँग मिल्दो जुल्दो छ, राम्रो खालको आउँछ भनेर मात्रै दिएको थियो। त्यसपछि अब त्यो बनाउँदै हुनु रहेछ माटोको। अनि मलाई अघिल्लो दिन चाहिँ फोन गर्नुभएको थियो घर परिवारले, मलाई फोन गरेर त्यो त छोरीको मूर्ति बनाउन तपाईँलाई कसले अनुमति दियो, कसले फोटो दियो, तपाईँले नसोधेर भन्नुभएको थियो। अनि मैले छोरीको मूर्ति बनाउन लागेको त होइन, किन के भयो र भन्दाखेरि उस्तै छ भन्ने कुरा नि गर्नुभयो। अनि मैले ठिकै छ, होइन उसको मूर्ति बनाउनु त होइन, उसको अनुहार निकाल्ने होइन। यस कुरामा म चाहिँ सचेत छु, मलाई थाहा छ यो कसैको पनि बनाउँदाखेरि उस्तै आकृति चाहिँ हुँदैन, त्यो बनाउन मिल्दैन। मैले भन्छु ठेकदारलाई कहाँ बन्दैछ, म भन्छु र त्यो चाहिँ यदि त्यस्तो छ भने पनि सच्याउन मिल्छ, माटोको बनाउँदै होला सच्याउन मिल्छ भन्ने भयो। अनि उहाँले ल भनेर राख्नु भएको थियो, सामान्य कुरा भएको थियो। मैले साँझ गएँ अनि त्यसपछि त्यो मूर्तिकारलाई मैले फोन गरेर अनि मैले बोलाएर घर परिवारको कम्प्लेन छ, त्यो गाउँको रहेछन्, मलाई थाहा पनि भएन, त्यो फोटो तपाईँलाई कसले दिएको हो, त्यसपछि त्यसलाई चाहिँ त्यो उस्तै मिल्ने खालको भन्ने कम्प्लेन छ, त्यसलाई सुधार गर्नु होला भनेपछि अनि हुन्छ म सुधार गर्छु, तर म अलिकति शान्त वातावरणमा काम गर्न मन पराउने मान्छे, अलिकति दिनभरि हिजो चाहिँ मलाई टर्चर भयो भनेर उहाँले भनेपछि बल्ल मैले थाहा पाएको यो कुराहरू। अनि ल ठिकै छ, उहाँहरूलाई म सम्झाउँछु, उहाँहरूको चाहिँ त्यस्तो ऊ होइन, फोटो मूर्ति बनाउन लागेको होइन, त्यसको ऊ मात्रै लिन लागेको हो भन्ने कुरा गरिसकेपछि त्यसपछि बिहान फेरि फोन गर्नुभयो। बिहान फोन गरिसकेपछि वडा अध्यक्षजीले फोन गर्नुभएको थियो त्यहाँ यहाँ आउनु भएको छ भनेर। अनि मैले सम्झाएर पठाउनु, उहाँहरूको मूर्ति बनाउन लागेको होइन, त्यो चाहिँ एउटा संस्कृति झल्काउने कुरा मात्रै लिन लागेको हो, त्यो फोटो चाहिँ एउटा रेफरेन्स मात्रै हो भनेर सम्झाएर पठाउनु भनेर मैले भने। एकछिनपछि अर्कोजनाले फेरि फोन गर्नुभयो मलाई, फोन गरेर त्यहाँ गाउँमा छलफलमा गइदिनु पर्यो भन्नुभयो। अनि मैले गाउँमा छलफल गर्नुपर्ने त केही छैन, बरु कहाँनिर मूर्ति बनाउन लाग्छ त्यहीँ आऊ, अनि के त्यो मूर्तिमा सुधार गर्नुपर्छ त्यो कुराहरू त्यहीँ सुधार गरौँला, म अहिले खाना खाँदैछु, खाना खाएर आउँछु भने। अनि त्यसरी त्यहाँ जाँदाखेरि त्यो म जानुभन्दा अगाडि नै उहाँहरूले फेरि सबै तोडफोड पारिसक्नु भएछ। बिहानसम्म राम्रै थियो, सहजै वार्ता भइरहेको थियो, कुराकानी भइरहेको थियो, म जानुभन्दा अगाडि तोडफोड पारिसक्नु भएछ। अनि मैले के भयो र भन्दै जाँदाखेरि त्यसपछि त्यो त तोडफोड गर्ने, अब तोडिसक्नु भयो, फोरिसक्नु भयो। अब त्यो माटोको थियो, एउटा त्यो न शालिग बनाएर ठडाएको थियो, न पुरै तयारी भएको थियो, न केही थियो। बिचरा एउटा बनाउने मान्छे एकातिर गैँडाको बनाइरहेको थियो, एकातिर ऊ बनाइरहेको रहेछ। अब त्यो तोडफोड भइसक्यो, तोडी त सक्नु भयो, सकियो, अब यसमा अब छोडिदिनुहोस्, अब नबनाउनुहोस्, अहिलेलाई यो नबनाउनुहोस् भनेर निस्किन लाग्यो। अनि त्यसमा चाहिँ अलिकति अपशब्दहरू अरू व्यक्तिले, अन्य बाहिरका व्यक्तिहरूले अपशब्दहरू प्रयोग गर्ने, कमिसन खानलाई यस्तो गरे भन्ने। अनि त्यसपछि फेसबुकमा स्टाटसहरू रहेछ, मेरो त साथी पनि छैन, मैले देखिँदैन होइन। अब जागिर गएकादेखि लिएर कहाँ हो पुल सार्नदेखि लिएका कुराहरूदेखि लिएर त्यस्ता कुरा त्यहाँसँग जोड्ने, त्यहाँ अलिकति उत्तेजित बनाउने होइन, शालिग चाहिँ शहीदको बनाउन पर्छ, यस्ता जिउँदा मान्छेको शालिग बनाउने भनेर उनी परिवारहरूलाई उत्तेजित बनाउने, त्यो खालको वातावरण पनि तयार गरियो। 15 गतेको दिन फेरि बजार बन्द, बजार खुला थिएन, उहाँहरू चाहिँ त्यहाँ एकदम पुरा प्लानका साथ बस्नु भएको रहेछ। उहाँहरूलाई उत्तेजित गराइयो अनि उहाँहरूलाई चाहिँ भ्रम छरियो कि पटक पटक एउटै
कुरा मरेको मान्छेको शालिग बनाउँछ, यो जिउँदो मान्छेको शालिग बनाउने भनेर पटक पटक भ्रम छर्ने काम चाहिँ गरियो। शालिग र मूर्ति त फरक कुरा हो। कसैको शालिग बनाउने भन्ने कुरा समाजमा धेरै योगदान दिएर अथवा कुनै कारणले शहीद भएका व्यक्तिहरूको मात्रै यो समाजमा शालिग बन्छ। शालिग बन्न पाउनु भनेको पनि अहोभाग्य हो। जोसुकैको शालिग चाहिँ बन्दैन। हामीले भुरीगाउँ बजार स्थापना गर्न सहयोग गर्नुहुने या स्थापना गर्नुहुने आदरणीय व्यक्तित्वको एउटा शालिग बन्नका छौँ। यो वर्ष खड्ग विक्रम शाहको बग्ना क्षेत्रमा एउटा शालिग बनाउने भनेर यो वर्ष कार्यक्रम छ। शालिग भनेको त्यो दुईटा मात्रै हो। तर अब यो क्षेत्र अलिकति पर्यटकीय, यो नगरपालिका प्रवेश गर्ने बित्तिकै एउटा पर्यटकीय भाइब्स आउने खालको तपाईले लुक्सहरू क्रिएट गर्नुपर्छ है भनेर एउटा लाइफ साइजको हात्तीको मूर्ति यही पालिकामै छ। त्यसपछि आएर रानीपुरमा चित्तल अथवा जरायो रानीपुरमा बनाउने भनेर यो वर्षै कार्यक्रम छ। एउटा बुद्धको प्रतिमा सहितको शान्ति पार्क बनाउने भनेर त्यो पनि अहिले कार्यक्रम छ। त्यो पनि ठाउँ खोज्दैछौँ कहाँनिर बनाउने। यो फेरि अलिकति द्वन्द्व पीडितहरूको माग अनुसार नै हो होइन। शान्ति पार्क हामीलाई चाहियो भनिसकेपछि हाम्रो यो क्षेत्रमा कहीँ पनि बुद्धको प्रतिमा छैन, अनि बुद्धको प्रतिमा पनि बनाउने र त्यसलाई शान्ति पार्कको रूपमा बनाउने, उहाँहरूलाई अलिकति मन शान्त गर्ने ठाउँहरू पनि हामीलाई आवश्यक पर्यो भन्नुभएको छ। अनि त्यसपछि त्यो बनाउने भनेर त्यो पनि ठेक्का भइसकेको छ। त्यहाँ चाहिँ त्यो रानीपुर चोकतिर कता हुन्छ त्यो अलि लोकेसन मिलाएर त्यहाँ जरायोको बनाउने भनेर प्लान गरेको। त्यसपछि गैंडाको माउ बच्चाको निकुञ्ज अगाडि त्यहाँ बनाउने। अब पहिला नै नीलगाई चोक भनेर त्यहाँ हाम्रो गोविन्दपुरमा छँदैछ। यसरी ठाउँ ठाउँमा विभिन्न खालको कला संस्कृति, त्यसपछि हाम्रा वन्यजन्तुका आकृतिहरू राखेर चोकहरू बनाउने, पालिकालाई अलिकति ग्रिनरी पनि गर्दै जाने र अलिकति पर्यटकीय एउटा झल्को दिने खालकै पालिका बनाउने भन्ने प्लान हो के। त्यसमा यति धेरै कुराले विरोध गर्दाखेरि के भयो भन्दाखेरि संस्कृति त हराउँदै गएको छ नि त। वास्तवमा अहिले प्रज्ञा प्रतिष्ठान स्थापना गरेर विभिन्न लोप हुन लागेका संस्कृतिहरूलाई जोगाउने प्रयत्न गरिरहेछौँ। धेरै एउटा सांस्कृतिक क्रान्ति जस्तै भएको छ। राम्रोसँग धेरै कुराहरू हराउँदै गइरहेका थिए, त्यसलाई एउटा लिपिबद्ध गरेर एउटा संस्थागत गरेर अगाडि बढाइरहेछौँ। अनि संस्कृति पनि यो ठाउँमा आइसकेपछि अब को थारू हो, को पहाडी हो, रहन सहन यो मान्छे हेरेर छुट्याउन सक्ने अवस्था छैन। त्यो एउटा बनाइराख्दाखेरि हाम्रो यो नगरपालिकाको 54% हाम्रो पालिकामा थारू समुदायको बसोबास छ। यहाँको आदिवासी पनि हुनुहुन्छ। जताततै वन्यजन्तु मात्रै बनाउनु भन्दा पनि जस्तो उता घलेगाउँतिर गयौँ भने गुरुङ संस्कृतिहरूको देखिन्छ, कहीँ मगर संस्कृतिको देखिन्छ। दाङको अब चखौरामा पनि पुरै थारू संस्कृतिको एउटा त्यो गाउँ जस्तै छ होइन। सबै रहन्छन्। हामीले पनि ठाउँ ठाउँमा जे जति गर्न सकिन्छ त्यो चाहिँ प्रयास गरौँ भनेर सोचेको हो। त्यही अनुसार अगाडि बढेको। अब चाहिँ त्यो मूर्ति एक प्रकारको आकार आइसकेको थियो, बनिसकेको थियो, तोडफोड भयो। अब फेरि कस्तो खालको हिसाबले अगाडि बढ्ने योजनामा अब बनाउने त्यो चाहिँ अब हामीले गरेको ठेक्का पनि होइन होइन। अब त्यो संघीय कार्यान्वयन इकाइ नेपालगञ्जले गरेको ठेक्का हो। अब ठेकदार साहबको पनि लस भयो। लस त ठेकदारको भन्दा पनि अब एउटा श्रम गर्ने उसको श्रमिकको पनि बिचरा उसले मूल्य पाउँछ कि पाउँदैन उसको पनि लस भयो। र अब त्यो दिन त अब नबनाउने भन्नेमै हामी पुगेको हो। तर कहीँ कतै हामी फेरि बनाउनु पर्छ कि यसरी त हामीले अब यो संस्कृति जोगाउने जुन अभियानमा लागेका छौँ यो त हाम्रो कर्तव्य नै हो भन्ने हिसाबले पनि लागेका छौँ। अब त्यसमा अब ठ्याक्कै त्यही मूर्तिलाई फेरि यति कति लाख थियो, त्यो समग्रको एउटा 50 लाख भित्र कार्यक्रम हो। मूर्तिलाई भनेर कति थियो, कति उहाँको नोक्सानी भयो, अब के गर्ने नगर्ने भन्ने कुरा त्यो संघीय कार्यान्वयन इकाइले नै गर्छ। अब हामीले चाहेसम्म त भरसक बनाउनु नै पर्छ भन्छौँ। यदि बजेट छैन भने बन्दैन होला। अब अहिले हामीले बनाउन पनि सक्दैनौँ किनभने हामीले दुईटा एउटा जरायोको र एउटा बुद्धको मूर्ति बनाउने भनेर हाम्रो पालिकाबाट चाहिँ त्यो योजना अगाडि बढिसकेको छ। त्यस्तो ठाउँ खोज्दैछौँ। अन्त्यमा यो जुन मूर्ति तोडफोड भयो होइन, अनुमति भएन अथवा उस्तै शालिग जस्तै मूर्ति बन्न लाग्यो, मृत भएको मान्छेको मात्रै शालिग बन्छ, जिउँदो मान्छेको मूर्ति बन्दैन, यी यावत जुन हल्लाका पछाडि लाएर सामाजिक सञ्जालमा विभिन्न लेखाइ भयो होइन, यस विषयलाई समग्रमा सम्पूर्ण ठाकुर बाबा नगरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई कसरी सहज ढङ्गबाट बुझिन अनुरोध गर्न चाहनुहुन्छ? सर्वप्रथम त अलिकति बुझाइमा चाहिँ समस्या छ। सामान्य केही कुराहरू चित्त बुझेन भने त्यो कुरालाई वाद हुन्छ, विवाद हुन्छ, संवाद हुन्छ, छलफल हुन्छ, समाधान पनि हुन्छ के। केही कुरा चित्त बुझेन भने आफ्नो फरक विचार पनि राख्न पाइन्छ, त्यो कुराहरूमा सूचना लिन पनि पाइन्छ, जानकारी लिन पनि पाइन्छ।
तर कहीँ कतै कामहरू भइरहँदाखेरि र अलिकति रचनात्मक सुझावहरू दिने, सकारात्मक सल्लाहहरू दिने, यसरी जाँदाखेरि राम्रो हुन्छ भनेर समाजलाई डोर्याउने भन्दा पनि त्यसलाई अतिरञ्जित गर्ने काम चाहिँ दुःखद कुरा हो। यसले के भयो भन्दाखेरि एउटा गाउँठाउँमा अहिले पो म जनप्रतिनिधि छु त, म 2 वर्षपछि त म बाहिर आउँ त, यो ठाउँमा फेरि अर्को जनप्रतिनिधि आउने हो, अनि भोलि बिहान फेरि त्यो जनप्रतिनिधिले काम गर्न लायो भने कहीँ केही हुन लाग्छ भने त्यस्तै खालका विरोधहरू गर्ने, हुन नदिने, जनतालाई आक्रोशित गराउने, योले त समाजलाई कतातिर लैजान्छ? समाजलाई त सही दिशातर्फ त लगिराखेका छैनौं। जे कुरा पनि हामीले विरोध गर्न मात्रै सिकायौं, जे कुरा पनि तोडफोड गर्न, हिजो 10 वर्ष द्वन्द्वमा के कुरा गर्न सिकायौं त त्यही तोडफोड गर्न सिकायौं। अहिले फेरि त्यो पुनर्संरचना गराउँदा गराउँदै त्यो निर्माण गर्दा गर्दै राज्यको कति स्रोत खर्च भइरहेछ भनेपछि अहिलेको संस्कृतिलाई, अहिलेको पुस्तालाई त हामीले सिकाउनु पर्ने कुरा के छ? सिकाउनु पर्ने कुरा त चित्त नबुझ्यो भने आफ्नो विचार राख्ने ठाउँ धेरै छ, धेरै तरिकाबाट राख्न सकिन्छ। एकैचोटि त्यसरी मान्छेहरूलाई उत्तेजित पार्ने, तोडफोडमै उत्रिने, एउटा त्यो त सरकारी सम्पत्ति हो नि त। सरकारी सम्पत्तिबाट, सरकारी कोषबाट बनिरहेको संरचना तोडफोड पार्दाखेरि त त्यो त क्षति भयो नि। त्यसले गर्दाखेरि यस्ता अनावश्यक यो कुरा नबुझिकन एक आपसमा आरोप प्रत्यारोप गर्नुभन्दा पनि पहिला कुरा के हो भनेर त्यो कुरामा पहिला बुझ्ने, बुझाइ गर्ने, समाजमा बुझेका व्यक्तिहरूले त्यसपछि बुझाउने। चित्त नबुझ्यो भने विवाद पनि गर्न सकियो, वार्ता पनि गर्न सकियो, संवाद पनि गर्न सकियो। त्यो हिसाबले अगाडि बढ्नुपर्छ। मूर्ति र शालिग चाहिँ फरक कुरा हो। शालिग यसै बन्दैन, मूर्ति त्यो एउटा संस्कृति झल्काउने कुराहरू हो भनेर त्यहाँ भन्दा भन्दै पनि त्यो अतिरञ्जित गरिनु चाहिँ हुँदैन। यो समाजलाई चाहिँ एकतामा बनाएर लैजाने जिम्मा सबैको हो। गलत भएको छ भने खबरदारी गरौं, तर कहीँ कतै केही काम गर्दाखेरि कमी कमजोरी भएको छ भने रचनात्मक आलोचनात्मक सुझाव पनि दिउँ। यसले समाजमा विकास हुँदै गर्दाखेरि सबैलाई नै राम्रो हुने हो। समाजमा विकास भएन, समाजमा वैमनस्यता भयो, समाजलाई केही कामहरू गर्ने दिएन भने भोलि बिहान काम गर्ने मान्छेहरू नि काम गर्न चाहन्नन्। अब त्यो बिचारा मूर्तिकार म यहाँ बसेर काम गर्न सक्दैन, म काम गर्दैन भनेर हिँड्यो हैन। अब ठेकदारले मैले यस्तो काम गर्दैन भने त्यो काम नहोला, संघीय कार्यान्वयन इकाइले आगामी दिनमा त्यसो ठाउँमा बजेट हाल्दैन भन्ला, गर्यो भने त बेफाइदा कसलाई भयो त? यही समाजलाई भयो नि त, अर्को ठाउँमा जान्छ बजेट। त्यसले गर्दाखेरि यस्ता भ्रमको कुराहरू, भ्रामक कुराहरू चाहिँ गर्नु भएन समाजमा। यो मूर्ति र शालिगको भिन्नता चाहिँ बुझ्नु पर्यो। एउटा प्रतीकात्मक कुराहरू हो, केही न केही बनाउँदाखेरि एउटा रेफरेन्स चाहिँ लिनै पर्छ। त्यो खालको बनाउने भनेर आकृति त बनाउनै पर्ने हुन्छ। बन्दै नबनेको मूर्तिलाई अतिरञ्जित गरियो, बनिसकेको भए पनि एउटा कुरा हुन्थ्यो। एउटा माटोको एउटा ढिस्कोलाई भर्खर आकार दिने प्रयास हुँदै थियो, त्यसलाई चाहिँ अतिरञ्जित गरियो। यस्तो काम चाहिँ आगामी दिनमा नहोस् भन्न चाहन्छु र यो सम्पूर्ण नगरवासीहरूमा पनि म अनुरोध गर्न चाहन्छु। समुदायको सकारात्मक सुझावले नै यो समाजलाई हामी अगाडि बढाउन सक्छौं र त्यही अनुसार नै हामी काम गर्ने हो भने। हस्, निकै महत्त्वपूर्ण समय र महत्त्वपूर्ण जानकारीको लागि यहाँलाई धेरै धन्यवाद। धन्यवाद।